कहाँ लेखेको छ खै टोटल भनेर लेखेको छ त्यो टोटल निकालेर आएको उठ्न राम्रो घुमेर जानुपर्छ उताको बाटो हेर्नु बाबाले फोटो खिचेको उता हेर्दै नमस्ते गर्दै दादा हेरम भन न खै हेरम पछि हेर्ने पछि खै खै हेरम भन न ल फेरि प्लास्टिक मिठी हो भन न खै त्यहाँ हाल मुख खाली भएको भिनाजुलाई मिठी देऊ अरे भिनाजु खै र भिनाजु खै यता यता भिनाजु यता किन्दै कोतारे गएछ त गालो उ त्यता सिनहरुमा खिच्दाखेरि जाम लाग्यो अहिले पूजा सुजा गरेर वान जय भने त माथि यहीबाट पहिला केबुलमा गयो अहिले आउँछ रे सानो मान्छे कसको खै खै दौडी कहाँ Terus gitu tiar mah cile. Sama siram tola.
मिठाई छ खो बाबुको चिजबल खै त चिजबल खान्थ्यो हो नि त नि अहिलेसम्म के भन्नु होइन भन्ने त होइन 100% पुरा सियोरै फरक कस्तो टाइम लाग्यो सानो बाबु खै नदिने ये के त मामु आमा के त यहाँ बुझ्या हुन्छ ल हो त दिन बारीको यसले भएर तपाईँ सबैमा छुट पाउनु भएको दिन सानो मान्छे हेरेर वेट गर्नु पर्दाखेरि के भन्छ ठाउँ ठाउँमा हाल्यो सानो मान्छे ल ल चिसो पनि हो र हात बसेको हो नफाला है अहिले उता जान दिन्नन् पिटीमा गुइँ जानुपर्छ नि बाबु हिँडेको छैन आमालाई गुवा दिएको आँखा छोपिदिएको हिँड है हिँड होइन फेरि त्यतिको गरेको त्यहाँबाट
पाताला यतै अठाउँछ के बरु नचले मिला है यता अलि फिगर यता फर्किनु पर्ने हो कि यता फर्केमा मनोकामना माइकी जय फर्के पनि त त्यस्तै हो नि यता फर्के पनि त्यस्तै हो मनोकामना माइकी जय जय मलाई त केही भन्दा त्यो बम्बेको झोला कति हल्का हल्का झोलेको यहाँ हावा त्यहाँ झर्दाखेरि अलिकति उ हो नि ओरालो झर्दा ओरालो झर्दा उकालो झर्दा त केही पनि उकालोमा नै तल झर्दाखेरि अलि प्लेनमा यस्तै हुन्छ अरे हैन त्यस्तै हो सेम यही हो हाइट लिने बेलामा यही हो टाउन गर्ने बेला उताबाट आएर यतिकै हो यही थाहा पाइयो बाबु तल न यता हेर्न पठाऊ तिम्रो पहिला आउँदा हिँडेर गएको नाइ हामी सधैँको उनीहरुमा तर मलाई सिरिङमा हुन्छ के आमा डराउनु भयो क्या यिनीहरु कोही जान्छ डराउनु भएन झर्दाखेरि बरु अलि झर्दा मलाई नि डर लाग्छ झर्दाखेरि वात्त झरिने मान्छे हिँडो होला जाने बाटो है पहिला झर्दा मात्रै हो पैदल जाने के बाटो हो र होइन उताबाट हो गाडी आफू खैरेनीको बाटो उताबाट जाने हो गाडी आउँदो रहेछ त उता जाँदा हो त्यसरी जाँदाखेरि डर लाग्छ छिटो जाँदो रहेछ नि जाने बेलामा ओह्रालो जान छिटो त्यस्तो हुने एउटै हो सिस्टम हामीलाई त्यस्तो लाग्छ हिँडेर पहिले जाँदा कहाँ त्यो स्थितिमा थाहा छ अहिले हैन उकालोमा त अलिकति टाइम त लगाइहाल्छ नि उकालो र उकालो र ओह्रालो फरक हुन्छ त्यहाँबाट हावा आउँदो रहेछ खराब हुन्छ के हैन केबुलवाला दम्मै खिचेर सबै यहाँ लडेर राख्दै हुन हामी छिटै गइरह काम त्यही हो रहेछ होइन छिटो हैन जाऊ केबुलमा त्यहाँ केबुलवालाले भन्थे जाने आउने सिस्टम एउटै हो रहेछ स्पिड एउटै हुन्छ उकालोमा हुँदा त्यस्तो हामीलाई लाग्यो हाम्रो उकालो माथि चढ्दा त्यस्तो ओह्रालो झर्दा यस्तो हुन्छ कि हामी दाउनेको उकालो गाडी चढ्दा र ओह्रालोमा अलिकति फरक मान्छौँ नि त्यही हो कुदेकै छ नि सिके फेरि भिडाउँदा फेरि अस्ति के नगर्नु खालि घुमाउनु पर्छ के नगर्नु म पनि छैन म पनि देखिनु पर्यो नि धेरै हल्लिन हुन्न हल्लिन हुन्न यहाँसम्म त ढोकातिर ढोकामा हात नलाउनु भन्दा कुनै पनि अङ्ग बाहिर ननिकाल्नु होला भनेको छ कुहिरो अब त कुहिरो त के देख्ने र त मलाई त अन्धकार छ बाहिर कुहिरोले केही देखेन यही त देखिन्छ छोडो अझ न झोराल्दा यो डोरो हराउँदाखेरि तेर्सोमा गयो तेर्सोमा गएर अहिले बाबु बाबु जोर भन न उसलाई त गाडी चढ्ने भने आनन्दै छ हाँस्दै भरे रात रात मिली मिली गरे मिलिक मिलिक गरेको त्यो चलिराख के के कस्तो उकालो यस्तो छ नि है हाडै चढाएको उकालो छ नि ठाडै उकालो छ उकालो चढ्दाखेरि माथि छ नि तर हाइट है यहाँ फेरि ठाडै कति कति ढिलो हिँडे त हुन्न थियो यहाँ नचल्नु है त्यो धेरै केटाकेटी हल्लिन हुन्न नि त हुन त खास भलिए जस्तो सम्पूर्ण पढेकोमा आफू पनि सुरक्षित हुनु हुन पर्यो नि त नचलिकन बस्नु भने हात बाहिर ननिकाल्नु भने यहाँनिर पर्दा चाहिँ मेन ठाडो यो मेरो त एकदम त्यो मेन ठाडो उकालो हो रफ्तारै राम्रो अलग हो यहाँ झराल्दाखेरि अलि सिरिङ हुन्छ उता जाँदा त मेरा बाबु तर मलाई यता आउँदा नि त्यहाँ सिरिङ भयो नि आउँदा त हुन्न नि आउँदा हुन्न कि जाँदा हो जाँदाखेरि हो हुने नै हो आउँदा त केही नै हुन्न बाबु सुस्त उता फर्केर हेर्नु न कहाँ हुनुहुन्छ तपाईँ उता बादलबाट माथि हुनुहुन्छ तपाईहरु अहिले डराउँदै जस्तो बादलबाट माथि हुनुहुन्छ अहिले तपाईहरु बादलबाट माथि हेर्नु नि कस्तो देखेछ जहाजमा यस्तै ल हेर्नु बादल देख कस्तो केही देखेन बाहिरपट्टि जहाजमा यस्तै हो धेरै नहल्लिनु भन्छ खासै केही हुँदैन अलि पछाडि हेर्दाखेरि भन्नु आफ्नो सुर होइन वहाँ माथि पछाडि हेर्दाखेरि इन्डियाका धोतीहरूले त्यही भगवानलाई सोही उसमा ल्याउँछ नि ए खसी बोका ल्याउने खालको आयो खालको खसी होइन, बोका लिएर ल्याउने हिँड्यो नि। ए अर्कै हुँदो रहेछ खसीको त्यहाँ बान्दियो मान्छे तर पैसा मात्रै ठुलो कुरो होइन यो बनाउनु पनि त ठुलो कुरो हो अनि बनाउनु मेन दिमाग लाउनु ठुलो कुरा हो। पैसा भन्छौँ नि हामीले 500 मा अपडाउन भनेको त अनि ठिकै ठुलो हो ऊ हो नि मान्छे यस्तो पर्दा अथवा 600 भए पनि यस्ता यस्ता डाँडा उकाल्दै लानु सानो 300 मा बाटो हेर्नु कि आइयो अब धेरै बेर अझै माथि ओहो वहाँ माथि हिँडेर त कहाँ पुग्ने रहेछ त नि मेरा बाबु हेर्न बाबु नचाल यो कति मिनट लाग्यो यहाँ रेकर्ड भइरहेको छ यहाँ थाहा हुन्छ कति मिनेट भने कति मिनट लाग्छ रेकर्ड गर्नु ल आइयो मनकामना आउने भन्दा भन्दै भन्न त्यतिकै थियो मेन उकालो उक्लियो यी त आनन्द हेर्नु न उयो घर रे यहाँनिर सानो पर्छ फेरि अहिले आउने मान्छे कोही रहन्छ जाने मात्रै हो पूजा सकिएको हेर्नु न माथि सकियो होइन नि त कति राम्रो हेर्नु एउटै किसिमको घर है सबै
सुन्तला घारीहरू टन्न सुन्तलादेखि देऊ पहेँलै पहेँलै वाइन रहेछ ऊ गाडी पहेँलै सुन्तलादेखि मोबाइल नै अप्छ अरे बिहाहरूको मान्छेको मन परेको मान्छे यसमा ए मेन उकालो त्यो हैछ कि हामी चढेको है अब फेरि छ एउटा त्यो त खासै छैन अघिको लेखी त ठिकै कुदिएको छ क्या देखिन्छ देख्छ ओइले के रेल मोटर त बनाएको थियो रोटीभित्र म कसो गाडी होला भन्थ्यो जुम्लियो जिलेबी भित्र भन्नु न जिलेबी भित्र चिनी कसरी आयो अरे भन्थ्यो त्यो भन्दा पनि तिनीहरूलाई यस्तो बनाएको के यहाँ भन्छ बाटो गाडी माथि नै जान्छ भन्थ्यो त हो त रहेछ गाडी माथि नै पुग्छ मोटर जानी बनाएको सिस्टम अहिले त बाटो देखेको त्यसले बाटो देख्यो भन्दा नि उताबाट आउने सिस्टम बनाएको अति डरा भर्खर गएरै पठाउँछ नि तलै देखिँदो रहेछ यहाँ त तर भन्नाले त्यो आउँदाखेरि टावर लिएर आउँदाखेरि उकालो लाउँदा र ओह्रालो लाउँदाखेरि फरक हुन्छ नि सङ्केत हुँदो रहेछ सङ्केत त्यहाँ ऊ हुन्छ नि चक्का त्यो खर गर्ने ठाउँ चक्का हुन्छ कि सोलो पनि हिँड्ने कति चढ्न सुन्तला लगाएर ल सुन्तला घारी ओ लगाएर सुन्तला घारी लगाएर बिस्तारै चल है मनोकामना बिस्तारै चल त नि धुपी हो कि सल्लाह अरे हो सल्लाह न सुन्तला त औषधि चाहिँ देखिए है धुपी सल्लो हो धुपी अहिले भात खाने ठाउँमा नि टिपेर फुर्के सल्लो सुन्तला भन्ने यही अम्फाल्नु पर्छ डाँडै फुर्के सल्ला डाँडै फुर्के सल्लो हो नि यो फुर्के सल्लो कति राम्रो हो न मसिनो मसिनो बिस्तारै जाँदाखेरि एकछिन घुम्दै हिँड्दाखेरि एकछिन रोग त म टिपी जान्छु भनेर तर यो ठाउँ फाँडेको हुँदो रहेछ है बाटो भयो नि यो त सबै उनीहरूले बनाएको नि उगाएर बनाएको त्यहाँ त तल नफाँडे नि तपाईँ फरक पर्दैन होला हुन त त्यहाँ रुख जाँदाखेरि यसो डिप्टी जानु भन्दा त मान्छे लैजाने हो नि त मान्छे पूजाआजा साथै खाँदैन जम्मै जाने जानी आउनु त कुर्नी हो र पछि फेरि यता जाने मात्रै जानीले पूजाले भ्याएकै कहाँ जाने हो हजुर आउने मात्रै र जा छ अहिले पूजा गर्न जाने हो ए आइयो बाबु यो त माथि दाउन मनोकामना माइतीमा आइयो बाबु माथि बजार पनि रहेछ नि बजार ल कति ठुलो बजार छ आइहालियो जम्मै बजार छ कति मिनट आइयो 10 मिनट भयो त मन्दिर त अझै माथि होला आइयो बजार सर्ने गरम जाने ठाउँमा आइयो घरमा आइयो के मन्दिर त अझै माथि होला नि छैन ल ल्यान्डिङ भयो गाउँमै आए जस्तो लाग्दैन जाँदाखेरि हुन्छ अलिकति डर लाग्छ आफै खोज्छ के आफै हो कि आफूले सिस्टमै हो नि आफै बोल्ने झोलाहरू के छुट्यो कि झोलाहरू के छुट्यो कि यता नै छ